गुड मर्निङ एभ्रिवान। आज हामी रोयल अर्ग्यानिक एग्रो फार्म एन्ड रिसर्च सेन्टरमा फेरि यो फिस स्टकिङ गर्न गइरहेका छौँ। माछाको भुरा हाल्न गइरहेका छौँ। अब हामी जाँदैछौँ माछाको भुरा लिनको लागि। हेटौँडामा रहेको मत्स्य विकास केन्द्रमा धेरै टाढा छैन, हामीलाई सजिलो छ। लगभग 2-3 किलोमिटरको डिस्टेन्समा चाहिँ हाम्रो रोयल एग्रो फिस पन्डबाट यो मत्स्य विकास केन्द्र भनेको 3 किलोमिटर 4 किलोमिटर डिस्टेन्समा छ। हामीलाई सजिलो छ ल्याउनको लागि पनि। हामी त्यहीँ छौँ, हामीले भनिसकेका छौँ हाम्रो माछाको भुरा तयारी गरिदिनु भनेको छौँ र त्यो मादल जस्तो बनाएर तयारी गरेको छ। अनि त्यो चाहिँ हामी हाम्रै गाडीमा ल्याउँछौँ। हाम्रो ट्रान्सपोर्टेसनमा भुराहरू मर्ने, माछाको भुरा मर्ने सम्भावना कम हुन्छ। र यो चाहिँ मत्स्य विकास केन्द्र हो र यो चाहिँ हाम्रो माछा लिने आधिकारिक ठाउँ हो। माछाको भुरा लिन अब हामी यो माछाको भुरा उत्पादन हुने ठाउँ ब्रिडिङ सेन्टर आइसकेका छौँ। मत्स्य विकास केन्द्र हेटौँडाको यो ब्रिडिङ सेन्टर हो। यहाँ सबैजना आज भुरा निकाल्ने भनेर सब रेडी भएर बसिरहनु भएको छ। यो चाहिँ माछाको ब्रिडिङ सेन्टर हो। यहाँ चाहिँ आज माछाको भुरा वितरण भइरहेछ। यसरी यो एयर टाइट गरिन्छ। यहाँ चाहिँ सिंह सर यहाँको प्रमुख हुनुहुन्छ। सिंह सर, आज माछाको भुराहरू वितरण गरियो। लगभग आज कति जति भुरा वितरण गरियो सर? आज अहिलेसम्म त अब हुँदैछ। लक्ष्य आज 1-2 लाख भुरा वितरण गर्नुपर्छ। मान्छेहरू आजै टाइम दिएर बोलाएको छ। हजुर। र सबैले आज अब एकैचोटि त आउँदैन। कुन कुन प्रजातिका माछाको भुराहरू आज वितरण गर्छ? कमन कार्प र घाँस कार्प। हस्, धन्यवाद सर। र हामीले यहाँ आएर यो बिल पनि तिर्यौँ। यो माछाको भुरा खरिद गरेको बिल तिर्यौँ। अब हामी पोखरीतिर लिएर जाँदैछौँ हाम्रो माछाहरूलाई। र अब हामी यो माछाको भुराहरू चाहिँ हाम्रो पोखरीमा आज स्टकिङ गर्दैछौँ। र हामीले हाम्रो रोयल अर्ग्यानिक एग्रो फार्म एन्ड रिसर्च सेन्टरमा माछा स्टकिङ गरिसकेका छौँ। लगभग यो ब्रिडिङ सेन्टरमा हामीले 5000 माछा स्टक गरेका छौँ। र अब आजको 6 महिनापछि स्पेसली तिहारको लागि टार्गेट गरेर हामीले माछा स्टकिङ गरेका छौँ। अब यो एकदम अर्ग्यानिक माछा, कुखुरा, तरकारी, फलफुलको लागि सम्पर्क गर्नुहोला रोयल अर्ग्यानिक एग्रो फार्म एन्ड रिसर्च सेन्टर। धन्यवाद।